हेलो गुड मर्निङ साथीहरू। आज तपाईँहरूलाई फेरि अस्तिकै है घरेलु जुगाड भन्ने चाहिँ देखाउँदैछु है। अस्ति मेरो बुढीले बनाउनु भएको थियो, आज है मै भिडियो बनाउँदैछु। तपाईँहरूलाई अन्तिमसम्म देखाउँछु, हेर्नु होला। आज पनि सानो एक्सपेरिमेन्ट है, घरेलु जुगाड भनेर चाहिँ अब यहाँ पहिला चाहिँ यसरी खरानी लाउँदैछु मैले है। यहाँनिर धेरै हेर्नुहोस् है। र आज पनि ट्राई त दिँदैछु है, घरेलु जुगाड भनेरै खरानी यहाँ छ हो, यसरी छर्ने हो, यसरी हो, त्यहाँदेखि चाहिँ बादमा चाहिँ गोड्ने हो। हेर्नुहोस् कतिको चाहिँ जान्छ, अस्ति पनि ट्राई दिएकै हो। आज पनि यस्तै छ यहाँतिर, हेर्नुहोस्। तपाईँहरूले अन्तिमसम्म हेर्नु होला, भरै भिडियो हालिदिन्छु है। हेर्नुहोस् कतिको लाग्दछ, अनि मन परेमा लाइक सेयर कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला है साथीहरू। लौ त साथीहरू हो, ओछ्याइ चाहिँ सके, मतलब कि छरी चाहिँ सके। हेर्नुहुन्छ पुरै एकदम ड्याममै छरिदिएको छु पुरै। अब हेरौँ होइन के कस्तो हुन्छ फर्स्ट। लौ त साथीहरू, हाम्रो जुगाडको चाहिँ है काम सुरु भयो है। हेर्नुहुन्छ यसरी भिजाएर चाहिँ टक्कै भिजाइराखेको छौँ होइन। यताबाट चाहिँ सुरु पनि भइसक्यो हो। अब यहाँनिर तपाईँहरूलाई हल्का सानो रिजल्ट किन अलिकति पानी हालेर ल, अघि कस्तो थियो हेर्नु त होइन। अलिकति चाहिँ अब यत्तिको चाहिँ, यत्तिको भए पनि कता हो कता, यत्तिको भए पनि धेरै नि है। कहाँ यहाँ हो, यहाँनिर चाहिँ अलिकति गरेको थियो, पानी हालेको त्यो भिजाउन अलिकति यस्तो मजाले उयो गर्नुपर्छ होला। अस्ति त सिमसिम पानीमा गरेको मजा आउँदै थियो, आज त घाम लाग्दैछ हो, गरम पनि छ भयो हो। अहिले सबै बग्छ हौ, आज त जग्गा ठुलो छ हो, दुईजनाले गर्ने एकदम। अस्ति त आधी त गरिसकेको थियो, अस्तिको हेर्नुहुन्छ पत्ताउनु हुँदैन र माथि चाहिँ चुना नहाले, त्यो उयो नहाले, खरानी नहालेको हो। यो चाहिँ खरानी हालेर गरेको। यो सिँढीहरू पनि छ गर्नुपर्ने हो, तर यहाँदेखि स्टार्ट एकदम कुना चाहिँ तिमीलाई एकदम दामी ल। उयो भनेको लेउ हो, त्यो उयो होइन, झेउ, त्यसलाई झेउ भन्छ होइन। साथीहरूलाई हेर्दै जानुहोस्, अन्तिमसम्म हेर्नुपर्छ है। अहिले तपाईँहरूलाई अहिले त भ्याउँदैन, घोटो छरी देखाउन हो। यता यहाँ हेर्नुहोस्, यो घोटा मसल चाहिँ पुरा चाहिन्छ एकदम। त्यो सानो सानो इत्रिलो हुँदैन, यात्रो त गोलको सुप खाएको त्यो 3 हट्टामा छ। यो चाहिँ हो हाम्रो ब्लिचिङ भन्दामा खरानी होइन। हेर्नु यस्तै जमाएर राखेको थियो कि हाम्रो यहाँ चल्दैछ अब। घरिघरि यस्तो पनि दिनु पऱ्यो खुट्टाले, किनभने चाहिँ यस्तो भने त अलिकति भए पनि जान्छ नि। हेर्नुहोस् त्यही तातुत गइहाल्यो। सायद खरानीमा पनि केही हुन्छ होला हौ, त्यही कारणले उयो चाहिँ लातुत भएर जाँदो रहेछ। सायद खरानीमा पनि केही हुनसक्छ साथीहरू है, किनभने नि लेउहरू चाहिँ लातुत हट्टिँदो रहेछ होइन, मजाले सट्ट हट्टिँदो रहेछ है। सायद खरानीमा के हुन्छ होला है। भिडियो त अन्तिमसम्म हेर्नु होला है, अनि रिजल्ट कस्तो हुन्छ त्यो पनि देखाउनेछ तपाईँलाई। ल साथीहरू, दिन पनि एकदम दामी भइहाल्यो है। यी ड्याममा एकदम शीतल टाइपको पानी पर्ला जस्तो हुँदैछ। यी दुईजना बुढाबुढीको यहाँनिर धमाधम घोटाइ पो चल्दैछ चल्दैछ हो। त्यहाँदेखि तपाईँहरूलाई भरे रिजल्ट होइन तपाईँ त पाउनु नै छ, अनि के कस्तो लाग्छ कमेन्ट
लाइक सेयर गर्न चाहिँ नबिर्सिनु होला साथीहरू। पक्कै पनि यहाँनिर यी घोटाइ हुन्छ डल्लै छ यी भर्खर यहाँ आधी आइपुग्यो 1 पावा डल्लै छ टाइम होइन। आज चाहिँ दुईजना बुढाबुढी भएर चाहिँ यो अगाडि चाहिँ सक्ने यहाँ यो या यसरी हो नि घोटाइ त पुरै नाक प्लातप्लित हुँदा केही हुँदैन, दबाई लाउन सकिन्छ। चिप्लेर मान्छे लडेर टाउकोहरू फुट्यो भने चाहिँ कतिको खर्च हुन्छ त्यो सोच्नु पर्यो नि त होइन। साथीहरू पानी पर्न थाल्यो नि अहिले फेरि अस्तिकै ड्रेसमा हिस एकदम यहाँ चल्दैछ यहाँ हेर्नुहोस् आधी सक्यो। अब यहाँ झाडु भएकोसम्म आइपुगेको छ र कति पनि छैन, अब लगभग आधा घन्टा 1 घन्टामा सक्छ। अहिले चाहिँ फिलहाल म एक्लै भएँ किनभने अघि दुईजना थियौँ, अहिले पानी पर्दैन एक्लै भयो। साथीहरू हेर्दै गर्नु होला, अन्तिमसम्ममा तपाईँहरूलाई म रिजल्ट चडक्क देखाइदिनेछु। हेर्नुहोस् है साथीहरू एकदम काम कम्प्लिट भयो, मतलब कि घोटी चाहिँ सक्यो हो। तपाईँहरूले रिजल्ट हेर्न सक्नुहुनेछ, यहाँनिर तपाईँलाई देखाउँछु भनेको थिएँ होइन। यहाँ हेर्नुहोस् एकदमै घोटिसकेको छु यहाँनिर हो। अब तपाईँहरूको रिजल्ट हेर्ने बेला आयो। एकदमै के घोटघाट परिसक्यो नि। आउँछौ कि भिडियो बनाइदिन्छौ कि घोड्दै गरेको भनेको थिएँ, तर तिमी आएनौ। अब एक्लैले ए घोटिसक्यो एकदम रेडी सकेर साथीहरू। अब यसमा चडक्क पानी हाल्ने, यहाँनिर त हल्का पानी पनि हालिरहेको छ। अब पानी हाल्छु हो। ल हाल हेर्नुहोस् है साथीहरू, पाइप पनि ल्याइसकेको छु हो। अब चाहिँ तपाईँहरूलाई रिजल्ट एकदम हेर्नुहोस् है के भयो फेरि पानी खोल्यो क्या हौ। यहाँबाट चाहिँ झाडुले सरक्क बढालिदिन्छु। झाडु ल्याउनु पर्यो किनभने पानीले मात्रै त हुँदैन रहेछ। पानी त खै त साथीहरू है। तपाईँहरूलाई चाहिँ म एकदमै सफा बनाएर मात्रै देख्छु, किनभने अहिले पानीले गर्दामा चाहिँ अलिकति अप्ठ्यारो पनि हुँदो रहेछ। किनभने पानी है क्यामेरामा आउँदैछ है, उयसमा फोनमा लाग्दैछ र धमिलो धमिलो आउँदैछ। त्यो कारणले है म तपाईँहरूलाई सफा बनाएर देखाउँछु, एकदमै दामी रिजल्टै दिन्छु। अनि साथीहरू है काम चाहिँ फिनिस भयो होइन, तर पानी परेर हल्का बिजाइ पनि भयो, मजा आयो। अस्ति पनि गरेको यता है, अनि आज चाहिँ यता तपाईँहरूलाई देखाउन गइरहेको छु है। यसको रिजल्ट चाहिँ पानी पर्दैछ र बाहिर चाहिँ जाँदिनँ, किन भन्नुहोस् त यहाँबाटै हेर्नुहोस् भिजेकोले धेरै उयो भइरहेको छ। यहाँ हेर्नुहोस् है, सायद अहिले पानी परेकोले तपाईँहरूलाई त्यति खास लाग्दैन होला है। सुक्खामा चाहिँ तपाईँहरूलाई फेरि सुक्खामा पनि देखाउँछु म। फुलहरू पनि छ्याड्याङ छ्या यता हेर्नुहोस्, अघि यहाँनिर कति ल्याउँथ्यो हो, अहिले हेर्नुहोस् घरेलु जुगाडले पनि यति साह्रो हुँदो रहेछ। पैसा परेन घोटाइ खालि पऱ्यो, ब्लिचिङ लगायो नि घोट्नु त पर्छै पर्छ र
घाम लागेको टाइममा पनि देखाउँछु म तपाईँलाई र पनि यतिको सफाइ देख्दैछ चुरुक्कै हो वा देख्नु वा अन्त साथीहरू के कस्तो लाग्यो दामी लाग्यो लाइक गर्न कमेन्ट गर्न अनि सेयर गर्न नबिर्सिनु होला साथीहरू यो हो घरेलु जुगाड मैले खासमा चाहिँ अस्ति फर्स्ट गर्दा चाहिँ एक्सपेरिमेन्ट गरेको थिएँ किनभने चाहिँ बलुवाले घोर्दा पनि हुन्छ नि त बलुवा त अब महँगो परिहाल्यो होइन अनि मैले केले पनि ट्राई गरेँ अनि हामीले नानी सेक्नको निम्ति कोइला किनेको थियो होइन त्यसको धुलोले पनि ट्राई गरेँ होइन अनि बादमा चाहिँ मैले सोचेँ होइन खरानी लगाएर एकपल्ट ट्राई गरिहेर्छु भनेको त लगाएर घोरिदिएको सलक्कै गयो होइन तर राम्रै लाग्यो र बादमा यो सिमेन्ट के कसो हुन्छ त्यो त थाहा छैन तर सफा चाहिँ हुँदो रहेछ भन्ने चाहिँ एउटा विचार लाग्यो बिना पैसामा पनि ब्लिचिङ किन्नु पर्यो 40-50 रुपियाँ त पर्छ एक प्याकेटको है एक प्याकेटले भ्याउँदैन यत्रो नभनेको 2-3 प्याकेट त हुनैपर्छ र त्यति चाहिँ जोडियो साथीहरू हस् त धन्यवाद भिडियो मन परेमा लाइक शेयर कमेन्ट गर्न नबिर्सिनु होला।